यता भित्र रहेछ है। हेलो गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानल। आज चाहिँ हामी माछा मार्न जाँदैछौँ होइन, दाइकोमा आएको छौँ, माछा मार्न जाँदैछौँ। आज कतिको मारिन्छ हेर्मै, पुरा हेरिदिनु होला भिडियो। हामी चाहिँ सबैजना गइराखेको छौँ। कोसी चाहिँ अलिकति पर हो, नजिकै छ होइन। दाइ चाहिँ लड्नु भयो होइन, दाइ चाहिँ सिक्दै हुनुहुन्छ। बटी चाहिँ डराउनु भएछ होइन लडेर। त्यजना हामी गइराखेका छौँ। हजुर ए आउँछ। जाने हो अब माछा मार्न। हजुर चाहिँ कोसीमा पुगिसकेको छौँ। दाइ चाहिँ यता छ, हामी चाहिँ कोसी टप्पूमा पुगिरहेछौँ। माछा कतिको छ, पहिला चाहिँ माथिसम्म पानी आएको थियो, पौडी खेलेको थियो। अहिले त पानी छैन रहेछ, अलिक परतिर पानी गएको रहेछ होइन, छेकिएको रहेछ। माछाहरू कतिको आउँछ। भित्र चाहिँ छ चाहिँ सुरु गरिसक्यौँ माछा मार्नलाई। माछाहरू छैन रहेछ है, माछाहरू छैन रहेछ। हामी चाहिँ यतिजना छौँ माछा मार्नलाई। र मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज गरिदिनु होला मेरो च्यानललाई होइन। माछा निस्केको छ कि छैन। ओ माछाहरू आउँदैछ, माछा आयो। अहिले म कतिवटा जम्मा हुन्छ म। ओ ए यसरी मर्दो रहेछ है। हेरौँ, मैले चाहिँ पहिलोचोटि देखिरहेको छु है। यता भित्र रहेछ है। हेलो गाइस, हेलो गाइस, सञ्जय ब्लगमा हजुरलाई स्वागत छ। हामी चाहिँ ब्लग बनाउँदैछौँ होइन, माया गरिदिनु होला र च्यानल सब्सक्राइब गर्नुभएको छैन भने गरिदिनु होला सब्सक्राइब है। हामी चाहिँ यसो रमाइलो गर्नको लागि माछा मार्दैछौँ है। कतिको हुन्छ हेरिदिनु होला। सब्सक्राइब पनि गरिदिनु होला।
माछा कति भयो माछा हजुर माछा हाम्रो माछाहरू चाहिँ यति भएको छ माछा चाहिँ यति छ 10 केजी जति छ